खोला चाहिँ हेर्दा यस्तो देखिन्छ कि साथीहरू, आमामा यस्तो डेन्जर गरी पर्यो कि हामी पुग्यो। यो तपाईले देखिरहनु भएको दृश्य चाहिँ हो हाम्रो खोटाङ गाउँपालिका 1 इक्वापोखरीदेखि खोटाङ बजार हुँदै दिपुङ चुइचुमा गाउँपालिका हुँदै डिक्टेल हुँदै ऐसेल खर्क पुग्नुपर्ने यात्रा चाहिँ हो। तर त्यो दिनको यात्रा चाहिँ हाम्रो खोटाङदेखि दिपुङ चुइचुमासम्मको रहेको थियो। यो खोला भन्नुहुन्छ भने हाम्रो गाउँ नजिकैको सावा खोला हो। यो खोलासँग चाहिँ उता चिसापानी पनि जोडिएको छ भनौँ न। त चिसापानी जन्तीढुङ्गा गाउँपालिका र खोटाङ गाउँपालिकाको बिचको खोला लिक्वा खोला पनि भन्छ, सावा खोला पनि भन्छ, उता परतिर गएपछि दुम्सा खोला पनि भन्छ। हामीले यो तीनटै खोला तरेको छौँ। हेर्नुहोस् है त हामीले कसरी चाहिँ त्यो खोलाहरू पार गऱ्यौँ। समग्रमा यो भिडियो प्रस्तुति तपाईहरुको लागि धन्यवाद। यहाँ चाहिँ कसरी अड्किनु भयो भन्ने कुरा होला। यसो सुरुमा हेर्दाखेरि खोला सानै छ, जाउँ जाउँ भन्ने भएर उहाँहरू अगाडि हुनुहुन्थ्यो, गइहाल्नु भयो। अनि बिचमा गएर त्यसरी अड्किनु भयो। उहाँहरूलाई फर्काउनै टाइम लाग्यो। गर्दाखेरि हामी लगभग 1-1.5 घन्टा त त्यहीँनेरि अल्मल्यौँ। हामीले के गर्यौँ, दादाहरूले के गर्नुभयो भन्ने कुरा चाहिँ सबै कुरा भिडियोमा प्रस्तुत गरिएको छ। कृपया हेर्नुहोस् होला। Hi guys. हामी त ब्याक हुन सफल भयो। हेर्नु काकाको जुत्ता पुग्यो। काकाले के भन्नुभयो? ढुङ्गाको लागि त्यहाँ सबै खेल्नु भयो त यता फर्किनु त कति राम्रो भयो त्यो पसिनाहरू बाफुरा हो। बाफुराहरू बाफुरा भनेको चाहिँ हाम्रो पान्ता हस्पिटल बिचराहरू भनेको है। बिचरा त होइन, के गर्नु है, सङ्घर्ष गर्नु पर्यो त्यति चाहिँ। तर त हामीलाई पनि यसरी हामी चाहिँ के गर्नु यस्तो गरिरहेको छौँ। यसो पनि गरेको हामी लगभग अन्तिम चरणमा छौँ। अब हामी पल्लो छेउ पार गर्नेवाला होइन काका, पल्लो छेउ पार गर्नेवाला छौँ। अब चाहिँ हामीले खोलालाई दुई साइड अलिक पानी अलिकति यता यो साइड चाहिँ कम भएको हुनाले अब उता साइड
बाटै छैन यस्तो छ हामी पल्लो खोलादेखि जस्तो तल तरेर आयो यस्तो त मौसम चाहिँ योभन्दा